गाइज वेलकम ब्याक टु माई च्यानल लासो फ्याक्ला सबैलाई ह्याप्पी दसैँ सबैलाई। मेरो चाहिँ होइन पहिलाको त्यो हस्पिटलको वाला त्यो मैले भिडियो एडिट गरेको छु नि नयाँ भ्लग बनाउनु थालिसकेँ मैले होइन। अनि यो दसैँको चाहिँ अहिले म छिटो गरेर छिटो हाल्छु त्यो अब उको चाहिँ के अरे भन्ने होइन त्यो हस्पिटलको वाला चाहिँ अहिले म पछि नै हालिदिन्छु होइन गाइजहरू। अनि हामी चाहिँ बिहान बिहान यो काजुवाला बिस्कुट खाँदैछौँ, चिया पकाउँदैछु मैले चाहिँ बाहिर के अरे बाख्रा केलाउने बाख्रा हो कि खसी हो कि बोका हो कि थाहा नै जे पनि केलाउने प्रोसेस भइरहेछ अहिले त म देखाउँछु। म काट्छु ल छोरा तिमी सामु नि त खुट्टा कतार लाग्छ नि यस्तो गरेर है यस्तो गरेर हामी दुईटा खुट्टा चारवटा खुट्टा समाउनु पर्छ। इन्दिरी चाहिँ त्यही भएर त मैले इन्दिरी बोलाएको हामी समाइहाल्छ त कसरी काट्ने होला कामिसक्यो म चाहिँ यार मानिसक्यो के छिटो गर्नुहोस् कस्ता मुन्तिर छ यार कतै यहाँनिर हो त्यो भाडा उता लानु अलि यहाँ ठ्याक पार्नु पर्ने होइन। ओ माय गॉड अरे हेर्नु सक्दैन अलि भर्खरसम्म भन न जिउरै निकालेछ त्यसले गराएन है पुच्छर उचाल्नुपर्छ होला मरे कि नि यही हुन्छ कि कुखुरा मारासम्म चाहिँ हेरेको थियो फर्स्ट टाइम बाख्रा मारेर यो सबले ब्लडमा यो ब्लडको यो खानुहुन्न अरे कि ए गाई हेर्नुहोस् है बाख्रो बुढी कसरी फुल्या नि त्यो पानी हालेर तेरा बाउ त्यो पाइपबाट ए फु गरे किन नि त्यसो भन्नुपर्छ ए पानी ल्याउ फेरि खेलाउने मान्छेहरू त लेजेन्डर रहेछ यहाँ अनि मेरो बुढो मात्र भएर कहाँ खेल्नु भने त्यही इङ्ग्लिस बोलाउने दुधु पनि निकाल्दि एउटा दुईटा ए जा त्यो चियाको ग्यास निमा यहाँ अर्को पुकुले छ यो काजी बाजे पुकुलो ओ नुरी बाजे अरूभन्दा पनि तालुबाट चाहिँ हावा छिर्यो यसमा मैले गरेँ मात्रै आमा चाहिँ केही गर्नु खोज्दैन अनि के भन्छ हाल्नु पर्दैन आमा पनि बिरामी छ त बिचरा के गर्नु त हामी दसैँ आयो दसैँ गुड डे बाई एक प्याकेट 150 रुपियाँ लिन्छ है अनि एकैचोटि हाम्रो चाहिँ गाइस म चाहिँ मेरो दिदीको भाइ अनि यहाँ चाहिँ बाख्रा कटिङ भइरहेको छ बाख्रा चाहिँ काटिसक्यो अब बाख्रा चाहिँ काटिसक्यो अब बाख्राको ब्लगिङ त्यही त अरे अनि भ्लगरहरूको चिया खाएँ खाना खाएँ डुल्यो अरे अनि लास्टमा गएर आउन जाने है ट्रु भ्लगरहरूले भन्नु पऱ्यो नि अझदेखि म हो माई गड यस्तो छ सिन हाम्रो माछा मार्नु जाने त्यो गहिरो परको गहिरो चाहिँ 5 खालो है गाइजहरू अनि पौडी हेर्न क्या मजा अनि हो त्यहाँ मुनि चाहिँ त्यो निलो निलो छाप्रोहरू चाहिँ सबै कुखुरा होइन त कुखुरा फार्महरू होइन त्यो माथिको चाहिँ छुट्टै मेरो चाहिँ आँसुको सुडाल होला भएर होला यहाँ लुज भएको बैगो अरे सानी ड्रेक ओ ड्रेक म त छेउमा आउँदिनँ यसले त हात माग्नुपर्छ सबै लिन्छ हिजो किक्यालमा भनेको यताबाट यस्तो भ्यू छ यताबाट यस्तो भ्यू छ एस्थेटिक लाइट यो के भयो बेला बेला झ्याप्प भन्नु हुँदा ल्याउ लाइट बुढोको ढङ्ग छैन भने त बुढीको नि नहुन्छ बुढाबुढी उही ढङ्गको भन्ने त्यो राम्रो भने मैले जिब्रो काट्नु भने त्यही हो क्या अरे है वर्षा र दिनमा आउने
चाँडो अनि यस्तो भाइको यस्तो भएको घर वाउ सुमेश्वरी घर हो क्या यस्तो कुकुर भएको वाउ सुमेश्वरीको घर हामी त नानी मासु पोलेर खानी त हेरेको हेरै बस त हेरेर हेरेर बस हामी त मासु खानी हो पोलेरै आसुले चाहिँ के खानु हुँदैन हैन हाम्रो दसैँ आगोमा पोलेर मासु बिचारा आसु के पनि खानु हुँदैन हाम्रो आसु आसु मासु खाने मासु खाने ल सिमसाङ किधर है उसका बुलाओ ना यार उसका बुलाओ प्रसन्न दादा को पनि बुलाओ भयो खिच्यो ल यसरी खानुला अरू के भन्नु छ और के हो ना आसु नदेखाइ त फुलपातीको दिन हो राम्रो म्याट चाहिँ होइन हामीले आसु आउनुहुन्छ आसुको छोराछोरी आउनुहुन्छ र हामी यहाँनिर बस्छौँ भनेर ल्याएको थियौँ हामीले आजै ओछ्याइदियो आसुको म्याट त लुज्जा नौटङ्की नाटकी नाटक ब्युटी ब्ल्याक ब्युटी भने यहाँ दिले पाउडर गर्नु ब्ल्याक ब्युटी भने यसैले भनिन्छ कस्तो कालो भएको रुम आज उ त्यो पर्दा खोल यो चाहिँ मेरो ड्रेस हो आजको म यहाँ के अरे ऐनामा चाहिँ कस्तो राम्रो छ यो ऐना फोटो छ पुछे हो यो जाँदैन रहेछ होइन म चाहिँ यहाँ ऐनामा चाहिँ कस्तो राम्रो देखिरहेको छु अनि क्यामेरा चाहिँ किन त्यस्तो देखा यो चाहिँ आसुले किनिदिनु भएको झुम्का हो होइन यो चाहिँ मैले उता मुस्ताङबाट किनेर ल्याएको ब्रासलेट हो मैले चाहिँ आज चाहिँ यो टिका कस्तो मजाले लगाएको छु के अरे त आजको शुभ पात्र चाहिँ 13 शुभ पात्र यो सबै पैसा मलाई आयो यो होइन अझ 1000 रुपियाँ हुनुपर्ने यहाँ यसको छ राख्छ नि तेरो मम्मीले मजा अहिले मलाई 1000 रुपियाँ दिन्छ होइन टिका लगाएर 1000 रुपियाँ दिएन भने तँलाई केही छैन चाहिँदैन अरू के भन्नु मैले त दसैँमा लुगा नि किनेको छैन मलाई त 5000 चाहिन्छ टिका लगाएर त्यो लुगा चाहिँ के त यो लुगा त कहिले किने नि चाहिन्छ मलाई 5000 मम्मीले 5000 बाबाले अहिले पठाउँछ के पाउन के नयाँ परेर चाहिन्छ मलाई होम माने पानी ए पेटमै होम सब दशकरा गङ्गाले लैजाओस् अब हेर्न त्यहाँ अहिले पोल्नलाई बाबालाई पूजा गर्दै ल यता यहाँ अलिक ज्ञानी हात दुईटा हात थाप्नु छिटो किन नाटक पारेर राम्ररी धेरै धेरै पढोस् मेरो छोरो ज्ञानी मान्छे बनोस् 50 भाइलाई 5 रुपियाँ दुईटा पैसा दिनु 50 र कति ल लु ल उता अर्जुन ला सबै ठुलो मान्छे बनाउँछ ल दशकरा गङ्गाले लैजाओस् आमाले आज टिका लगाउनु ल कहाँबाट निकाल्छ खोजीबाट निकाल्नु उसको ल कहाँबाट निकाल्नु बाबा धेरै नरिसाउनु छोरीहरूले धेरै कमाएर धेरै धेरै उपार्जिन्छ धनी धनी हुन्छ सबैजना पैसाको भुटान खाँदैन ठिक छ ठिक छ ठिक छ त्यो चाहिँ मेरो अहिले मैले छोरा अब के हो यहाँले भुइँमा राख्नु कसलाई त पकौडा म त नखाने भनेर पछि आलु चुलाएर खानु न यहाँ चोपेर खानु आलु चिज भयो यहाँ चोपेर हेर्नु न मिठो छ लासो आलु चिज भयो मेरो सल हरायो हामीले टिकटक बनाएर सकियो हाम्रो बेहुली यस्तो अघि ठुमक ठुमक नाचेको मैले सल राखेँ कहाँ राखेँ गाई यस्तो त भुल काट्छ अब काँटा कहाँ राखेको छु मैले
मेरो सल भेटायो भले भले कहाँ कच्चा रहेछ त मम्मीको ऱ्याकमा रहेछ मम्मी अझ मैले के अरे के भन्न थाले रहेछ छ्या मम्मी के भन्न थाले रहेछ रे यो मम्मी फोरी कुरा खाइरहेछ है साथीहरू फेरि फोरी भन्दैमा फेरि जे पाइ त्यही सोच्यो होइन नि कुर्दिन्छु सरी दसैँ आयो अब दसैँ जान्छ पनि के अरे यो हुन्छ नि अघि चाहिँ थालीमा देखाएर पुरै पैसाको फ्लेक्स गरेँ लास्टमा पाए चाहिँ यतिकै ठिकै छ केही छैन अनि त्यो पैसा फ्लेक्स गर्नेहरू हुन्छ नि त्यो हुन्छ नि उनीहरूको मामा घरबाट यताबाट उताबाट आउनेहरू म चाहिँ घरमा मात्रै टिका हामी चाहिँ मामा घर जाउँ भन्यो भने नि हाम्रो त रिलेसनै राम्रो छैन कि के भन्नु म गाउँमै भएर नि म गाउँको भाइब लिन पाएको छैन के भन्नु अब उता तल गाउँमा जाउँ भने नि खै के हो के गरे म गाउँमै भएर नि गाउँको भाइ मैले मजा लिनु पाएको छैन कि तास फिटेर पहिलाको जसरी दिदीहरूसँग दिदीहरू पनि नभएर होला त्यो विदेशमा के अरे उडेर जानु भइसक्यो अनि पहिला हामी त आमा 3 बजेसम्म तास फिटेर खेल्दा यार अनि कहिले दाइले चिटिङ गर्ने कहिले दिदीले चिटिङ गरेर कहिले सपोर्ट पनि गरेको थियो अनि फेरि पैसा पनि दिन्थ्यो मैले मेरो पैसा होइन टिका लगाएको पैसा त्यो तास खेल्न अनि चिटिङ गरी भने लाउनु त जित्ला भनेर भन्यो है दिदी तास खेल्नमा सबभन्दा अभागे कहिले जित्दैन थियो कहिले जित्दैन खेल्यो के हान्ने आकाल झुकुल मात्र ऊ हुन्थ्यो क्या आकाल झुकुल मात्र त्यो जित्ने है अनि त्यसपछि त्यसो हुन्थ्यो अनि दिदीहरू नभएर नि होला मलाई त यसरी त मजा नै आएन झन् मिल्ने शुभेच्छा भने त गयो मिल्ने नै अलि त्यो मात्र थियो अनि यता थियो छ एउटा कजन तर हामी त्यति भेट्दैनौँ म त मामा घर जाउँ भन्यो भने नि मम्मी रिसाएर जानु परेर त्यस्तो मामा घरमा के गर्नु मम्मी र मामाको झगडामा हामी बिचमा फस्नु परेको छ या अहिले पहिल्यै भन्दैछु कति भयो मेरो टिकाको पैसा भनेर सोध्दै नसोध तिमीहरू फ्लेक्स गर्ने भए गर मलाई देखाइ चाहिँ नगर बरु मलाई नै आधी देऊ कि के अरे रजिनाको चाहिँ हुन्थ्यो होला तन्डै होइन उनीहरूको नि अहिले मिल्दैन दसैँ मनाउन त्यही भएर हस्पिटलमा छ के अरे उनीहरू अहिले उनीहरू त भन्नु मिल्दैन अङ्कल आन्टी नै हस्पिटलमा सबैजना हस्पिटलमा छ भने जस्तो लाग्थ्यो नभए त रजनाको घरमा गएर सुँगुरको मासु खाइन्थ्यो लम पारेर दसैँ सक्यो फेरि पनि सबैलाई विजया दशमी ह्याप्पी दसैँ सबैलाई होइन अनि मैले चाहिँ बेलुका भइसक्यो अब मैले अघि भाँडा माझेर यता आइसक्यो मेरो टिका त कस्तो भएछ यहाँको टिका मैले रेडिमेड त होइन मैले पेन्ट गरेको त्यो हो मैले आज भिडियो बनाउने म एडिट गरेर अब हालिहाल्छु छिटो गर्छु अब म धेरै ढिला गर्दिनँ बाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला सबैले अनि कहाँबाट बिर्सेछु क्या मैले त कति भयो होइन अनि सबैलाई धेरै माया मेरो दुइटै हातले एउटा फोन एउटा ऊ बत्ती समाइरहेको छ त्यही भएर मैले हार्ट बनाउन सकिनँ तपाईँहरूको मुटु नै चियाएर हेर्नु होला मुटु